हेलो साथीहरू, यिनीहरूलाई चाहिँ म यो घाँस काट्न आँटेको। आज चाहिँ साथीहरूलाई वेलकम छ है। अहिले भने म यत्तिकै बसिरहेको छु होइन। थुप्रो दिनपछि आयो होला। आज चाहिँ गाई गोरुलाई है घाँस लिन जान आँटेको छु है साथीहरू। म घाँस लिएर आउँछु है ल। अहिले भेटौँला। ल साथीहरू, म चाहिँ घाँस काट्न हिँडिसकेँ। काट्यो कुटेर आयो जन्मले हो। ल अब चाहिँ हामी घाँस काट्न जाँदैछौँ। अब चाहिँ दामी घाँस काट्ने। यता कोलाघारी, यता हेर्दा मकै घारी होइन। रमाइलो ठाउँ छ हाम्रो चाहिँ। यता फेरि सुपारी घारी घारी हिँड्नुपर्छ। अलि रमाइलो छ। घरि घाँस काट्यो, घरि सुपारी गऱ्यो होइन। यस्तै चलिरहेछ मेरो जिन्दगी चाहिँ। साथीहरूलाई चाहिँ कस्तो लाग्छ है। अब चाहिँ घाँस काट्ने ठाउँसम्म आइसकेँ। अब चाहिँ घाँस काट्ने ठाउँसम्म आइसकेँ। अब घाँस काट्नुपर्छ है। क्यामेरा पक्रिने छैन। अहिले एकछिन आउँछ साथी। ल यो चाहिँ राख्छु होइन। अनि घाँस काट्ने ठाउँ चाहिँ यता छ है मेरो। यहाँ चाहिँ त्यो घाँस काट्नुपर्ने हो। मैले अहिले काट्नुपर्ने हो। अहिले काट्ने हो। अनि अघि त गाई देखाइसक्यो। अनि त्यही गाईलाई हाल्नुपर्ने छ। घाँस काट्न चाहिँ फेरि यस्तो लाग्छ नि, अब्बर अल्छी लाग्छ हो घाँस काट्न चाहिँ। के भएको अल्छी पनि लागिरहेछ। अब अल्छी गरेर भएन, काट्नै पर्छ होइन। ल म काट्छु। को हुनुहुन्छ घाँस काट्ने चाहिँ सबैले हेरिदिनु होला। साथ सपोर्ट चाहिँ उति दिनु होला है। मेरो त यस्तै छ जिन्दगी, यतिकै चलिरहेछ है। अन्त आन्टीलाई सोध्न जानुपर्छ। घाँस कटाइ हुँदैछ है साथीहरू। वर्षको अझै पनि काटिरहेको थियो। हाम्रो पुण्य कुमार ऊ पनि घाँस काट्न आएको छ र म पनि आएको छु है। आज हामी चाहिँ त्यो घाँस काट्दैछौँ।
अलिकति बिग्रियो क्या हो यस्तै छ अलिक मजाले हाम्रो पुनित कुमार एक्लै मात्रै हानेको हानेछ म चाहिँ अब यता हान्छु ल यतापट्टिको चाहिँ राम्रो घाँस देखेँ कि अनि यतापट्टिको चाहिँ काट्नु पऱ्यो म होइन उतापट्टिको चाहिँ त्यो लहरा चाहिँ पुनित कुमारले तानेको छ हाम्रो करियाले कति भइसक्यो पुगेन अझै 2 भारी काट्नु पर्ने अरे मैले एक भारी त अघि काटिसक्यो अझै एक भारी अब एक भारी काटिदिउँ न त के भएको छ र आगो एक भारी काटिदिन्छु होइन अनि यतिको नै पुगिहाल्छ यता फेरि दामी घाँस छ हरियाली मकै घारीमा चाहिँ आज हामी घाँस काट्न आएको छौँ है घाँस चाहिँ नकाटी हुँदैन घाँस काटेन भने चाहिँ नि गाई फेरि भोकै बस्छ कति कारणले हामीले चाहिँ घाँस काट्ने जरुरी नै छ क्या अनि चाहिँ हामीले घाँस काट्न आएको छौँ हो कि होइन कर्या हामीले घाँस काटेन भने के भोकै हुन्छ गाई होइन हामी त भात खाइहालिन्छ नि घाँस भएन भने चाहिँ के भोकै हुन्छ हाम्रो लक्ष्मी माता चाहिँ हामीले घाँस काटिनौँ भने भोकै हुनुहुन्छ अनि त्यो कारणले हामीलाई चाहिँ घाँस काट्नुपर्छ है अब चाहिँ हाम्रो घाँस पुगिसक्यो अहिले चाहिँ हामी भारी हाल्दैछौँ है घाँस कुर्किएर आयो जवान हुर्केर भन्छ नि यस्तै हो आज त कति 60 खाइछ केटा के 60 कति हानेको छैन आज 60को कस्तो हान्नु चाहिँ पर्ने छ अहिले बेलुका गयो अरे कतिको हान्छस् गइसक्नु कति हान्छस् 180 को हान्नु पर्ला हो मात्र 180 को 60 को कति हान्नु कि म त 500 को खान्छु कि भनेर 60 को मात्रै भन्छु 80 ल मेरो भारी चाहिँ भइसक्यो है ल डोको उठाइदिनु पर्ने ल हामीले चाहिँ घाँस काटिसक्यौँ है अब चाहिँ हामी गाई भएको ठाउँमा जान्छौँ यस्तै नै हो नि जिन्दगानी यस्तै नै हो नि मेरो जिन्दगानी यस्तै हो त हो हेलो साथीहरू मैले चाहिँ घाँस ल्याइसकेँ अहिले घाँस ल्याइसकेपछि चाहिँ हालिदिई पनि सकेको अनि
राँगा र गाई चाहिँ खुसी भएर खाइरहेछ यता हेर्नु त खुसी भइरहेछ यिनीहरू चाहिँ के ग्राम हान्दैछ है यस्तै हान्नुपर्छ नि त होइन ग्राम 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 यस्तो खायो भने चाहिँ हामीलाई पनि खुसी लाग्छ फालो भने चाहिँ फेरि रिस उठ्छ है हामीलाई खानु चाहिँ पर्यो अझै पनि घाँस छ होला अनि अझै लिन गएको है म चाहिँ अहिले एकछिनमा ड्रेसअप के हो त्यो चेन्ज गर्नुपर्ने पनि छ है म चाहिँ अहिले घाँस लिन गएको यता क्या दामी कोला गाडी है यहाँ त फेरि खालको कोला पाइन्छ नि रातो सेतो पहेँलो निलो अर्ग्यानिक हुन्छ यहाँ चाहिँ कोलाको त के कुरो गर्नु कोला त अनेक थरी पाइन्छ एक साथीले ल्याइसकेछ अरे साथी लिओरी आएको म जान मानिन अरे हो त्यो आफैले लिओरी आइदिएछ है साथी कहाँ राख्ने अनि साथी ए चाङमा राख्ने ल अब यो चाहिँ उ त्यो लगाइदिनुपर्छ उठाउनु पर्छ